वास्तवमा भन्नुपर्दाखेरि उहाँ बहिनी जो आन्दोलनमा हैन के डलहरू के बोकेर हिँड्दै हुनुहुन्थ्यो। अब उहाँ बहिनीलाई चाहिँ धेरैभन्दा धेरै एउटा हास्यात्मक बनाइयो, धेरैभन्दा धेरै भिडियो बनाएको मैले देखेँ। त्यति बेला मैले थोरै अलिकति मैले पनि के सोचेको थिएँ भने बिचरा यो बहिनीले गलत त गर्यो तर यति साह्रो त नगर्नु पर्थ्यो। मैले त्यो कुरा त भनिनँ तर मेरो मनमा राखेँ। जुन यो कुराले भोलि उसलाई ठुलो असर पर्छ, उसले भोलि गलत बाटो पनि त अपनाउन सक्छ भन्ने खालको म भित्र चाहिँ थियो। झनै त्यस्तै भएछ। उहाँ बहिनीले के भन्नुहुन्छ आउनुहोस् सुनाउ त, त्यसपछि बाँकी कुरा गरौँ। आउनुहोस् सुन्नुहोस् है। पर्ने बाध्य बनायो भने तिमीहरूले अब त सबैको प्रोफाइलबाट त्यो डलचोरको जतिवटा पनि भिडियो बनाउनु भएको छ नि त्यो सबै उड्छ होला कि प्राइभेटमा राख्छ होला हैन। मलाई लागिरहेको थियो यो बच्चाले केही न केही गर्छ। बिचरा हामी 27-28 वर्षको मान्छेले त केही कुराको सानो कुरा केही भयो भने हाम्रो दिमागमा कति धेरै प्रेसर पर्छ भनेको त बिचरा 18-20 वर्षको बच्चा हो यार। जता पनि डलचोर, जता पनि कति बनाएको भिडियो, एउटा भिडियो बनाएर भ्याइएन। तिमीहरूलाई कति धेरै भाइरल हुन मन लाग्यो त्यो टपिकमा भनेको कि डलचोर भनेको छ ए भगवान। त्यो बच्चाले गर्यो होइन, अहिले मर्नलाई माथिबाट हम्फाना थाल्यो होइन। धन्न आमा बाउले नबचाएको भए के हुन्थ्यो तिमीहरूको हालत? लाज लाग्दैन? मलाई लागिरहेको थियो त्यो बच्चाले केही न केही गर्छ होला। जतिसुकै मलाई केही मतलब पुऱ्याउनु छैन। तिमीहरू जतिसुकै भिडियो बनायो बनाओ, टपिकले जतिसुकै तिमीहरू भाइरल भयो नि भयो। मैले त्यो डर लिएर मैले जलाइदिएको भने उसले भनिराखेको छ नि त हैन। अनि कति भिडियो बनाउन सकेको के 1000 जनाले चोरिराखेको छ त्यहाँ यार। त्यही बच्चाको खेदो खन्ने त यत्रो भिडमा उ एउटा मात्रै बोलेको थियो कि छोरी मान्छे भनेको। अनि त्यही बच्चाको खेदो खन्ने तिमीहरू भनेको कि आज हेर्दा गएर त्यो बच्चा माथि छतबाट हामफाल्न थालेको थियो कि लाज छैन, शरम छैन। एउटा टपिकमा 1000वटा भिडियो बनाएर खाने हो। भिडियो बनाउने महाशयहरूले पनि चान्स पाउनु भएको भए उहाँहरूले पनि गर्नुहुन्थ्यो कि यो कुरा। कसैलाई पनि यति अत्याचार नगर्नु कि त्यो मान्छे मर्न बाध्य होस् कि कसैलाई पनि यस्तो अत्याचार गर्नु हुँदैन। गल्ती भने सबैबाट हुन्छ कि त्यो बच्चाले भनिरहेको छ त त्यहाँ मैले जलाइदिएँ भनेर। ठिकै छ नि त, भ्याइयो नि त। मारे छोड्नु खोज्या हो, अझै भिडियो बनाउनु न, अझै भिडियो बनाउनु। अब चाहिँ भिडियो बनाउनुहुन्छ कि त्यो भिडियो फालिदिनुहुन्छ कि प्राइभेटमा राख्नुहुन्छ कि अब सबैको भिडियो लुग्यो होला नि त। अब त्यो बच्चाले त्यस्तो गर्दाखेरि वास्तवमा भन्नुपर्दाखेरि तपाईहरुले पनि सुन्नुभयो नि उहाँ बहिनीको विषयमा। जसरी मैले त्यति बेलैदेखि एउटा मेरो भित्र आत्मामा ओहो यो बहिनीलाई यति धेरै त गर्न नहुन्थ्यो, गल्ती भइगयो। बिचरा यो एउटा सानो बहिनीको यति धेरै ट्रोल भन्यो, यति धेरै भिडियोहरू बने। तर मलाई त्यति बेला लागेको थियो ओहो यो बहिनीलाई यति साह्रो नगर्दै हुन्थ्यो, उनले गलत बाटो पो अपनाउँछन् कि भन्दै त्यस्तै खालको समयमा पुगिसकेको रहेछ। धन्न आफ्नो परिवारले चाहिँ उहाँलाई त्यो हुनबाट जोगाउनु भएछ। हेर्नुहोस् मित्रहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, कसैले जानेर गल्ती गर्दैन, अन्जानमा गल्ती भएको हुन्छ। त्यो गल्तीलाई बरु सुधार्नेतिर जानुपर्छ। त्यसलाई एउटा ट्रोल बनाएर हास्यात्मक बनाएर हैन मान्छेको जीवनलाई जुन गलत बाटो जाने वातावरण नबनाइदिउँ है। कसैलाई पनि हो गलत गर्यो भने उसलाई कानुनी कारबाही गरिएला, त्यो समयअनुसार त्यो गल्ती अनुसारको त्यो होला। तर त्यति बेलाको माहौल भनेको त्यस्तै थियो हैन। त्यो बिचरा त्यो बहिनी धेरै बोलेकोले गर्दाखेरि पनि उनीमाथि सबैको नजर गएको यो पनि हो। तर यति साह्रो पनि तपाईँ हामीले नगरौँ न है। किनकि हेर्नुहोस् त, यदि उनको परिवार हुनु न थियो, बुबा आमा हुनु न थियो भने त्यहाँ जे पनि त हुन्थ्यो। अनि को हुन्थ्यो जिम्मेवारी? त्यसले गर्दाखेरि तपाईँ हामीले हरेक कुरालाई सीमित रूपमा चाहिँ हेर्नुपर्ने हुन्छ, सीमित तरिकाले मात्रै चल्नुपर्ने हुन्छ है। त्योभन्दा माथि जाने कोसिस चाहिँ कसैले पनि नगरौँ है।